आज हामीले अन्तर्राष्ट्रिय कार्यालयबाट प्रदान गरिँदै आएका केही सेवाहरू स्थानीय तहबाट नै प्रदान गर्ने गरी अन्तर्राष्ट्रिय कार्यालयसम्म हामीले समझदारी पत्रमा हस्ताक्षर गरेका छौँ। अब व्यक्तिगत प्यान, बिजनेस प्यान लगायतका सेवाहरू चाहिँ स्थानीय तहबाट नै प्रदान हुन्छ। अहिलेको लागि हामीले नगरपालिकाको कार्यालयबाट चाहिँ सो सम्बन्धी सेवाहरू प्रदान गर्छौँ भने भविष्यमा हाम्रो वडासम्म पनि विस्तार त्यो पछि आगामी दिनमा अहिले चाहिँ नगरपालिकाको कार्यालयबाट प्यान र अनि कर चुक्ताका अनि भ्याटका केही सेवाहरू चाहिँ हामीले नगरपालिकाबाट नै प्रदान गर्छौँ। हामीले चाहिँ केही सेवाहरू स्थानीय तहबाट चाहिँ प्रदान हुन्छ। खास गरी यो स्थानीय नम्बर दिने, व्यक्तिगत प्यान नम्बर दिने, त्यसरी बिजनेस प्यान दिने लगायतका कर सम्बन्धी सेवाहरू स्थानीय तहबाट सञ्चालन हुन्छ। अब चाहिँ तपाईँको नागरिकहरूले कम्तीमा पनि तपाईँको चाहिँ एउटा कर सम्बन्धी सेवा समेत स्थानीय तहबाट लिन सक्ने अवस्था चाहिँ हुन्छ।